वास्तवमा म आज यहाँहरू सबैलाई एउटा ज्ञानवर्धक भिडियो प्रस्तुत गर्न लागिरहेको छु। कुनै पनि व्यक्तिको अकाल मृत्यु हुँदैन। तेरो अकाल मृत्यु भयो त्यसकारणले गर्दा नारायण बलि गर्नुपर्छ भनेर जुन गुरु पुरोहितले भन्ने गर्छन्, तर यो कहिले पनि होइन। यो सरासर झुट हो। किनभने परीक्षितलाई 60 वर्षको उमेरमा सर्पले टोकेर मर्नु भनेर लेखेको थियो। उहाँ त्यसै गरी मर्नुभयो। त्यस्तै ऋषभदेव भगवान डढेलोमा परेर मर्नुभयो। भगवान राम श्रेव नदीमा डुबेर मर्नुभयो। भगवान कृष्ण एउटा ब्यादाले हानेको बाणबाट पैतालामा लागेर उहाँको मृत्यु भयो। उहाँ मुक्तिधाम लाग्नुभयो। त उहाँहरू त्यसरी मर्दा उहाँहरूको चाहिँ काल भयो भने मानिसहरू चाहिँ लडेर डढेर झुन्नेर विष खाएर मर्यो भने अकाल है भन्ने गरिन्छ। तर यो कहिले होइन। हामीले कहाँ गएर कहिले कसरी कुन समयमा कति सास फेरिसकेपछि के कारणले मर्नुपर्ने हो, त्यही ठाउँमा गएर त्यही समयमा हाम्रो प्राण जान्छ। त्यसरी नै प्राण जान्छ। त्यसो हुनाले गर्दा अकाल मृत्यु कहिले पनि हुँदैन। नत्र भने भगवानको लाई पनि अकाल भन्नु पर्यो। यहाँहरूलाई मेरो भनाइ कस्तो लाग्छ कमेन्ट गर्नुहोला।